ल अब चाहिँ हामीले मोमो पकाएर नि खान थालेको एउटाले रेडी दामी दामी भएको छ दामी आज होला है हामी चाहिँ लु खाँदैछ भातको साथमा मोमो खाएको है आजै हो के को मासु हाल्नु चिकन प्रिया छक्क पर्दैन किन एकजनाले मोमो खान्छ यो सुप दामी दामी खायो दिन कस्तो भयो नि दाजु भिजेन भयो खाने दिन भएको छ है थुक्पा खानुपर्छ भन्दैछ दाजु है थुक्पा खाएको होइन मोमो नखाएको कति भयो नि त तिमीले आएको नि देख्यो आएको छैन है त्यसरी अचार साह्रै त्यस्तै मनपर्छ। खान्छ मोमो त मोमो खानु पाउँदैन नि त है सब्जीको मात्रै